से सिर झुका के गोट मांगतानी रउआ से एउटा सानो प्रश्न थियो हजुरले एसएलसी पछि किन उच्च शिक्षा हासिल गर्नु भएन भोलि बाबु तिमीले त भविष्यमा घन्टीले साह्रै दुःख दिनेछ तिमी सक्दो घन्टीबाट टाढै बस म यसको उत्तर दिन चाहन्न धन्यवाद यहाँ चाहिँ केपी बाको कुरा हुँदै रहेछ कि अब हामी जेन्जी भएपछि हल्का देखाउनु पर्यो नि ल यहाँनिर टक्क ल कस्तो लाग्यो त भाइ कस्तो लाग्दैछ भरे रिल्स बनाएर हाल्छु कि सबको रियाक्सन यता आएको छ है त ल हेर घन्टे हो तिमीहरूले आनन्द स्वत स्फूर्त पाराले मासु खान नि दिनौ काँक्रेलाई बिस्कुट र रोटीमा झारेर छोड्यो घन्टे हो क्या जन्मिएर छ ल बिस्कुट पनि कहाँ ठुलो बिस्कुट नि सानो पुऱ्यो बिस्कुटी ल गर न घन्टे हो तिमीहरूले खान देऊ त मान्छेलाई मलाई पुरानो पार्टीका 10-15वटा झन्डा चाहिन्छ हुँदा हुँदै तपाईँ पनि पुरानो पार्टीमा लागेको छैन त पुरानो पार्टीमा लाग्ने खालको मान्छे त होइनस् किन चाहिएको तँलाई झन्डा होइन क्या केटा टोइलेट पेपर सकिएको थियो माटो अनि तेरो मेरो घन्टी भोटर कार्ड बनाइस् त नि छैन मैले नि छैन तर जे भने यसपालिको भोट चाहिँ नयाँलाई म्याचिस एउटा काम गरौँ के काम घरमा फोन गरेर यसपालिको भोट चाहिँ नयाँलाई बनाऊ गुड आइडिया पहिला म गर्छु घर हेलो मम्मी यसपालि भोट कसलाई दिने जसले पैसा दिन्छ त्यसलाई तरिका भिख माग्ने का त्यसो नभन्नु न अनि के भन्नु त कसैले पैसा दिएर भोट किन्छन् भने पैसा चाहिँ लिनु भोट चाहिँ नयाँ यही नहीं अभी और सुनिए नयाँलाई दिनु ल ल के अरे अनि बाबालाई पनि भन्नु यसपालि भोट नयाँलाई ला त आफै भन् तपाईँ आफै भन्नु न हेलो हजुर बाबा यसपालि गाउँमा एमालेबाट म उठ्या छु तेरो भोट पनि मलाई बुझिस् नि तिर्को एमालेबाट चाहिँ किन उठ्या यसपालि कोही उठेनन् कुर्सी खाली थियो मै उठ्थे सोचेर बुझेर उठ्ने गरौँ न एक दिन भगवान्ले छिटै उठाउला नि फेरि गजब बेइज्जती अरे हाम्रो दाइ कहाँबाट आउनु भो कहाँबाट आउनु भो मेरो लागि के दुःख पाउनु भो काली पारे दाइ मेरो मायालाई बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश जेएनजी भन्ने चाहिँ आतंककारी हो लुकेर हो डाका हो फटा हो यो जेएनजी भने बदनाम नाम हो नेपालको लागि मसँग धरौटी राख भन्ने हो भने 10 रुपियाँ हुँदैन कहाँबाट हुन्छ केपी ओलीजीले 10 रुपियाँको समस्या छ समस्या छैन यत्रो सारा देश चलाएको छ व्यापारी चलाउँछ तस्कर चलाउँछ भ्रष्टाचारी पाल्ने उसै हो भ्रष्टाचारीलाई जोगाउने उही हो कालो धन लुकाउनेलाई जोगाउँछ भन्दा तपाईँ माथि त्यसरी झम्टिए 324 मा मैले अँध्यारामा घाँस काटेको देखेर छक्क नपर्नु होला गाई मैले त ट्रेनिङ लिएको हो ट्रेनिङ अब के थाहा फागुन 21 पछाडि झापा 5 मा सधैँका लागि सूर्य अस्त हुने हो कि बा अन्टीमै भोट नआन्नेमा मलाई अन्टी नै नभन बालाजी बाई बाई बा छोड्दिनु भन्छु हामी अब केही छोड्दिनु भन्नु सिधै छोड्दिनु तपाईँ घरमा हरेराम जपेर बस्नु यसरी भन्छु हामी अब हरेराम जप्ने बेला भएन कांग्रेस पार्टी पत्ता साफ खेलमा आफ्नो काम गर ठुलो केपीएलले दिएको भत्ता खाएर रोबीलाई भोट हाल्ने भन्ला नि फेरि आमा त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि मेरो खराब पानी छ मेरो खराब त्यसमा अब ओली प्रधानमन्त्री कि पर्छन् न हजुर ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि पर्छन् यो भातला बनाउँछन् प्रधानमन्त्री
त्यो भ्रष्टाचारी भातेलाई केपी ओली चाहिँ चिन्नुहुन्छ नि? चिन्छु नि बाबु, उसलाई त हात मिलाएर उ त्यहाँ पर्दे मेरो भाइ राम्रो गर्नु ल भनेर पठाएको, तर सबै भ्रष्टाचार गर्नु, सुन व्यापार गर्नु, मान्छे व्यापार गर्नु, भोटाने भनेर बेच्नु भने आफू सुने त मेरो त उल्टो पो सुनेर केपी ओली हेलिकप्टर चढेर भाग्यो तपाईँहरू सबैलाई थाहा छ? पालिम शाहबाट पनि यस्तै खालको बाटोमा रकेट चढ्नुपर्छ, रकेट भाइ रकेट। तपाईँ ओलीकै एरियामा बसेर केपी ओलीलाई झापादेखि के भन्न चाहनुहुन्छ? गदारी भन्न चाहन्छु, के चाहनु है यहाँका जनता सन्तुष्टि छैनन् ओलीबाट? कोही छैन, कोही है झोलेहरू त होला नि अब, झोलेहरू त होला नि अब। तपाईँहरू चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ केपी ओलीबाट? यो 0% सन्तुष्टि, 0% हामी मनका कुरा अब तपाईँले सोधेपछि नभन्दा पनि पापै लाग्ला।